हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं। अघि बालेन शाहले भनेको कुरा यहाँनिर चाहिँ मिल्छ, नत्र भने ट्रली बस किन बन्द गर्नु पर्थ्यो ल भन्नु त। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ। स्विजरल्याण्डको पराकाष्ठ रामारोसन यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड? भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले। आँखा हेर्न पर्दैन, काम हेर्नु होला। म सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई, आई लभ यू। रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन, अहिले आएका छन्। बेली छकालै एउटा सुइना देखेका थिएँ, सुदूरपश्चिम बनेको देश बनेको, त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझाएको कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्विजरल्याण्ड बनाउनु पर्छ भन्छन्, स्विजरल्याण्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड? स्विजरल्याण्डको पराकाष्ठ रामारोसन यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड? खप्तड नेशनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्याण्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं। भएको चिज देखाउनै सकेका छैन, सुदूरपश्चिमलाई जोड्नै सकेका छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुँदो रहेछ, 8 लाख सब्सक्राइबर भएको, 1 मिलियन सब्सक्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोकचोकमा बज्छ, अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुरुमा त गीत बज्नु पर्यो, त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ, तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा। तपाईहरुलाई आज यहाँ आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म धेरै बोल्ने मान्छे होइन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईहरुसँग यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है। तपाईहरुले भोट दिनु भएन भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम बनाउँछ। काम माग्न आएको हो। के छ तपाईहरुको काम? हाम्रो उम्मेदवारहरूलाई, हाम्रा पार्टीका मान्छेहरूलाई हाम्रो काम यो हो भनेर लिस्ट दिनु। भोट नदिए पनि हुन्छ, बरु कामको लिस्ट दिनु, काम गरेर देखाउँछ राष्ट्रिय स्वतन्त्र पार्टीले। हजुर, आँखा हेर्न पर्दैन, काम हेर्नु होला। म धेरै बोल्दिनँ, धेरै धेरै धन्यवाद। सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई, आई लभ यू। भावना निस्किएको छ। त्यो भावना छताछुल्ल गरी देखिएको छ। मतपत्रमा छाप लगाउने त 21 गते हो, तर मनपत्रमा छाप लागिसकेको छ। मैले भन्नुपर्ने कुराहरू धेरै छैनन्, थोरै छन्। त्यसकारणले थोरै कुराहरूलाई म निरन्तर भन्दै आइरहेको छु, हरेक चोक चौतारोमा भन्दै आएको छु। तिनै कुराहरूलाई अगाडि बढाउँछु। जनताको अधिकारलाई, जनताको मुद्दालाई, सुदूरपश्चिमको मुद्दालाई, सुदूरपश्चिमको अधिकारलाई माग बनाएर वर्षौंसम्म अल्झाउने काम अब बन्द गर्नुपर्छ। सटर त एउटा बन्द हुनुपर्छ। कि हाम्रो सटर बन्द गराइदिनुहोस् कि यिनको सटर बन्द गराउनुहोस्। सटर बन्द हुन्छ, कुशासनको सटर बन्द गर्ने हो, बेथितीको सटर बन्द गर्ने हो, बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो। एकै पटक 21 गते इतिहास लेख्ने हो, भोट हाल्ने होइन।
यहाँ भूमिहीनका समस्याहरू आएका छन्। कयौं साथीहरूको समस्यालाई लिएर मानिसहरूले पार्टीको एजेन्डा बनाएर वर्षौंसम्म त्यो एजेन्डालाई पर्मानेन्ट बनाएर राखेका छन्। सधैँ त्यही एजेन्डा राख्ने, त्यसलाई भोट बैंक बनाउने। रासोपाले के गर्छ म तपाईँलाई बताउँछु। रासोपाले के गर्छ? रासोपाले राजनीतिक विकृति र विसङ्गति मध्येको एक रहेको जनताको अधिकारलाई माग बनाएर हरेक चुनावमा घोषणा पत्रमा बल्याङ्ग्रे अक्षरले लेख्ने युगलाई अन्त्य गर्छ। पाइँदैन। जनताको माग हो, त्यसलाई पूरा गर्ने हो। त्यसकारणले हामीले 5 वर्षको स्थायी सरकार यसपटक मागेका छौं। पहिलो पटक नेपालको इतिहासमा कुनै राजनीतिक दलले जनतासँग कन्ट्र्याक्ट गरेको छ। जनताले भोट दिने, जनतालाई नेताले बाचा गर्ने अनि सजाय पनि त्यही भोट दिने जनताले पाउने। अब यस्तो चल्दैन। अब यस्तो चल्दैन। बाचा जसले गरेको हो पूरा नगर्ने हुने सजाय त्यसैले पाउने हो, जनताले सजाय पाउने होइन। यसको लागि 5 वर्षको स्थायी सरकारको हामीले अपेक्षा गरेका छौं। आज मलाई धेरै लामो केही पनि भन्नु छैन। धेरै लामो केही पनि भन्नु छैन। म तमाम विशेष गरेर भारतमा काम गरिरहनुभएका सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरूलाई यहीँबाट प्रणाम गर्न चाहन्छु, सम्झना सुनाउन चाहन्छु। तपाईँहरूलाई धेरै धेरै नमस्कार र सम्झना छ। मलाई थाहा छ परदेशको भूमिमा सजिलो छैन। कामको चापाचाप छ, परिवार पाल्ने बाध्यताले जानु परेको छ। तर पनि छुट्टी मिलाएरै भए पनि भोट हाल्न चाहिँ आउनु होला है। यसपटक देश बदल्नु पर्नेछ। यो देशमा चुनाव पहिला पनि भएको हो। यो देशमा कुनै पार्टीले पहिला पनि जितेको हो। यो देशमा कुनै न कुनै नेताले सधैँ जितेको हो। तर सधैँ नेताले जिते, जनताले कहिल्यै पनि जितेनन्। यसपटक जनता जिताउने हो। यसपटक जनता जिताउने हो। व्यक्तिगत हिसाब हामीलाई केही भन्नु छैन। हामी इतिहास बदल्ने सोच लिएर आएका छौं। मेरो राजनीतिक आकांक्षा अरू कसैको राजनीतिक आकांक्षा ठूलो कुरा होइन। देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी यसपटक आएको छौं। सुदूरपश्चिममा आएर हामी यति भन्न चाहन्छौं, म यहाँका समस्याहरूका बारेमा उम्मेदवारहरूमा तपाईहरुले कुरा गर्नुभएकै छ। उम्मेदवारहरूले घर दैलोमा गर्नुभएको कुरा म यो मञ्चबाट बताउन चाहन्न। बस म यति भन्न चाहन्छु, यसपटक म त नबाड्नु होला। मलाई थाहा छ पुरानो राजनीतिक दलहरूप्रति आस्थावान साथीहरू पनि हुनुहुन्छ। यहाँ नआए पनि कहीँ न कहीँ हेरेर बस्नु भएको होला। कतिपय राजनीतिक दलको साथीहरूले त्यो राष्ट्रसभाको कार्यक्रममा जाने होइन है भनेर थर्काएर नआएर लाइभ हेरेर पनि बसिरहनु भएको होला। अहिले तपाईको निष्ठा, तपाईको पार्टीका लागि म त्यसलाई सम्मान गर्दछु। तपाईले जीवनभर गर्वैदेखि एउटा पार्टी समाउनु भएको हो, म त्यसलाई पनि सम्मान गर्न चाहन्छु। तर देशको अस्तित्व जोगाउने बेलामा, देशलाई ऐतिहासिक योगदान दिनुपर्ने बेलामा तपाईले कुनै दिन भन्न पाउनुहुनेछ कि यो देशको परिवर्तनमा मेरो पनि लगानी छ, मेरो पनि भोट छ। यो त्यही बेला हो। यो त्यही बेला हो। तपाईका पार्टीहरू हिजो थिए, भोलि रहलान् नरहलान् म भन्न सक्दिन। हाम्रै पार्टी भोलि के हुन्छ म भन्न सक्दिन। तर आफ्नै हातले इतिहास लेख्ने यो अवसर यो देशले फेरि कहिले पाउँछ पाउँदैन मलाई थाहा छैन। त्यसकारणले यो अवसर ऐतिहासिक अवसर हो। देशका लागि अब एक साथ हिँड्नु पर्दछ भनेर रवि बालेनहरू भोलि आउँछन् आउँदैनन् मलाई थाहा छैन, अहिले आएका छन्। यसलाई राष्ट्रिय अवसर र उत्सव बनाउनु पर्छ। म यति भन्नका लागि आएको छु। यहाँको मेडिकल शिक्षाका कुरा, यहाँको बाटोघाटोका कुरा, यहाँका पूर्वाधारका कुराहरू हामीले भनिसकेका छौं। म खुद्रामा कुरा गर्न आएको छैन। अब एकै पटक बदल्नुपर्ने जे हो सबै बदल्ने हो। मान्छेलाई सिंहदरबार जलेको कुरा चलेको छ। यहाँ मानिसहरू भनेका छन् सिंहदरबार जलेको छ भने सिंहदरबारलाई बनाउने हो। तर बनाउनु भन्दा जरुरी सिंहदरबार बदल्ने हो। धेरै मान्छेले तपाईलाई भ्रममा पार्न आउनेछन्। यिनीहरू आए भने गरिबको बस्तीमा डोजर लगाउँछन् भनेर तपाईको भोट चोर्न फेरि पनि आउलान्। तिनलाई सोध्नुहोस् 35 वर्षसम्म हाम्रो सपनाको डोजर कसले चलायो, तिनलाई सोध्नुहोस्। डोजर तिनले चलाएको, हामीले होइन। हामी बनाउनु भनेर आएका छौं, बनाउँछौं, हामी गर्छौं र हामी सक्छौं। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, विभिन्न ठाउँमा कार्यक्रमहरू रहेको र आज ढिला भएको हुनाले आउने भनेका कयौं कार्यक्रमहरूमा हामी उपस्थित हुन सक्ने अवस्था अलिकति छैन। बाटोमा मायाका साथ, उत्साहका साथ फूल लिएर बस्नुभएका, मुस्कान लिएर बस्नुभएका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म यहीँबाट सम्बोधन गर्न चाहन्छु। यसपटकको चुनावमा देशैभरिका घण्टी वाहकलाई हामीले जिताउनु पर्नेछ। यसपटक भोट माग्न उम्मेद्वार पुगेन भने तपाईँ पुगिदिनु पर्नेछ, किनकि यो तपाईँ हाम्रो सन्ततिको भविष्य निर्माण गर्ने बेला हो। घर घरमा जानु होला र भन्नु होला घण्टी वाहकको तर्फबाट हामी आएका छौं। यसपटक बाँड्ने काम नगर्नु होला। म भनेकै कुरा फेरि दोहोर्याउँछु।
म भनेकै कुरा केही दोहोऱ्याउँछु। कतिपयले भन्नुभएको छ प्रत्यक्षमा चाहिँ घन्टीलाई हालौँला, समानुपातिकमा अरू कसैलाई हालौँला, या समानुपातिकमा अरू कसैलाई हालौँला, प्रत्यक्षमा घन्टीलाई हालौँला भन्नु भएको छ। म सबै ठाउँमा नबिर्सिकन भन्ने कुरा सुदूरपश्चिममा पनि नबिर्सिकन भनेर जान्छु। बेथेती र भ्रष्टाचार सबै फाल्ने कि आधी फाल्ने? पुरै फाल्ने कि आधी फाल्ने हो? अलिकति राख्ने कि राख्दैन राख्ने? त्यसो हो भने प्रत्यक्षमा पनि घन्टी, समानुपातिकमा पनि घन्टी, यहाँ पनि घन्टी, त्यहाँ पनि घन्टी, देशैभरि घन्टी। सबको जय होस्, जय देश, जय घन्टी। यत्रो प्रोफेसर छु होइन, एउटा साइकल किन्न सक्दिनँ। मेरो वास्तविकता यही हो नि। आज भाइको किन मुड अलिकति कडा छ कि क्या हो? स्ट्रङ प्रश्न आउँछ त। त्यो केपी ओली सेपी ओली भन्ने जो थिए नि हिजोका चाहिँ नेताहरू, राजाको अथाह सम्पत्ति ऐश्वर्यको नाममा स्विजरल्यान्डमा छ, हामी त्यो फिर्ता लिएर आउँछौँ भन्ने एजेन्डालाई विषयवस्तु बनाएर उनीहरू चुनाव जित्ने गर्थे। एमाले सुरुमा के भन्यो? हरेकलाई 2 तोला सुन र 4 बिघा जग्गा दिन्छु भन्नु। दियो त? आफ्नो ठाउँमा बसियो भनेदेखि त्यो विदेशी स्वदेशीले केही पनि गर्दैन। तपाईँले किन बालेन शाहले जित्नुहुन्छ चाहिँ दमकमा भन्नुभयो? सामान्य कुरा गरे पनि हामीलाई पुग्छ। जस्तो बालेन शाह उदाहरण छ, उनले सफाई गरिदिए, हामीलाई कति राम्रो लाग्यो। आप करे तो रासलीला, मै करे तो क्यारेक्टर ढिला, त्यस्तो पनि हुन्छ भने हामी त यस्तै हो नि ब्रो। भिटनले गाएको गीत जस्तै हुने यिनीहरू, कोही पनि उस्तै हुने यिनीहरू। डाक्टर साहब, अब पब्लिसिटीको कुरा गरौँ। रासोपाले पब्लिसिटीमा अब ज्यानको समेत दाउ राखेको अवस्था छ। अब यता अमरेश कुमार सिंहले म आत्मदाह नै गर्न तयार छु भनेको अवस्था पनि देखियो। यसले चाहिँ कस्तो नजिर बनाउँछ नेपाली राजनीतिमा डाक्टर साहब? होइन, म त अतिवादमा विश्वास गर्दिनँ। म त बुद्धवादी हुँ। मध्यम मार्ग चाहिँ सबभन्दा राम्रो हुन्छ। आत्मदाहको तहमा पनि गइरहनु पर्दैन। एउटा मुला थाङ्ने सांसद को जित्छ को हार्छ, अब अहिले त मन्त्री प्रधानमन्त्री पनि कसरी हुन्छ भन्ने कुरा तपाईँ देखि नै रहनु भएको छ। पैसा भएदेखि तपाईँ राजदूत हुन सक्नुहुन्छ, मेयरको टिकट पाउनुहुन्छ तपाईँ। जति पनि विभिन्न किसिमका संसदीय समितिहरू हुन्छन्, ती संसदीय समितिहरूलाई 2 करोडमा किनिन्छ भनेर प्रेमाले भनेका भनेछन्। भैरवा विमानस्थलको प्रकरण, पोखराको विमानस्थलको प्रकरण, त्यत्रो राष्ट्रघात त गरेको गरे हुन्छ भने एउटा ल्याङ्ग्रे सांसद को हुन्छ को हुँदैन, कुनले टिकट पाउँछ कसले टिकट पाउँदैन, के विषय हुन्छ र यो? हामी देखिरहेछौँ यिनीहरू जे पनि गरिरहेछन्। त्यसबाट कुपोषित हामीहरू हुन पुगेका छौँ। स्वास्थ्यको व्यवस्था हुन सकेन, पानीको व्यवस्था हुन सकेन, रोजगारीको व्यवस्था हुन सकेन। त्यो त राज्यको दायित्व हो नि। त्यो राज्यको दायित्व हो भन्ने चेतनासम्म हामीले चाहिँ प्रवाह गर्न सकेनौँ। त्यसकारणले अब यो सब त देखि नै रहेछौँ हामी, भइ नै रहेको छ। डाक्टर साहब, राष्ट्रिय स्वतन्त्र पार्टीले अब चुनावी घोषणा पत्र, प्रतिज्ञा पत्र, वाचा पत्र विभिन्न नाम दिए पनि उसले चाहिँ आफ्नो घोषणा पत्रलाई मुख्य वाचा पत्रको रूपमा अगाडि सारेको छ। नागरिकसँग रासोपाको करार पत्र भनिराखेको छ। करार गर्ने भन्ने कुरा गर्दैछ, जहाँ 12 लाख नयाँ रोजगारीदेखि लिएर आएर प्रति व्यक्ति आय $3,000 पुर्याउने, कुल ग्राहस्थ उत्पादन $100 अर्ब पुर्याउने, जन्मदेखि मृत्युसम्म एकीकृत सामाजिक सुरक्षाको ग्यारेन्टी, 15,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने, 30,000 किलोमिटर राष्ट्रिय राजमार्ग, सरकारी कार्यालयमा कतै पनि लाइन बस्नु नपर्ने, विदेशमा बस्ने नेपालीलाई अनलाइन मताधिकार, 2046 सालदेखिकै मानिसहरूका चाहिँ जो आयोगमा उच्च पदस्थ आयोग ठाउँमा बसेका छन् उनीहरूको सम्पत्ति छानबिन गर्नको लागि चाहिँ उच्च आयोग गठन गर्ने भन्ने कुराहरू समावेश गरेको छ। यसलाई कसरी हेर्नु भएको छ? यो पछिल्ला 3टा चाहिँ मिलेका छन्, सम्भव पनि छ। अब अनलाइनबाट मताधिकार दिने कुरा, लाइनमा बस्नु नपर्ने कुरा, अर्को एउटा के थियो अन्तिममा चाहिँ 2046 सालदेखिकै सम्पत्ति छानबिन गर्न उच्च आयोग गठन गर्ने। बस यो 3टा कुरा चाहिँ सम्भव छ, बाँकी कुरा डिलिट गर्दै हुन्छ, सम्भव छैन। अब यो सम्पत्ति छानबिनको कुरा पनि उहाँहरूबाट थाल्ने कि केपी ओलीबाट थाल्ने, त्यो द्वन्द्व हुन्छ फेरि भोलि। किनभने जम्मै चाहिँ कानुनी दायरामा छन्। उपसभापति डिपी अर्याल पनि दायरामा छन्, रवि लामिछाने आफै मुद्दा खेप्दै छन्, कोही पनि अछुतो छ। नेपाली मूलत एउटै जमिनका मान्छे हुन् नेपाली भनेका, अपारदर्शी छन् र डबल स्ट्यान्डर्डका हुन्छन्। दोहोरो नागरिकता, दोहोरो पासपोर्ट त बोक्छन् भने अनि यिनीहरू के मात्रै गर्दैनन् होला त भने नि, सानो एउटा स्वार्थको लागि देशको नागरिकता त्याग्छन्। अनि त्यस्ता मान्छेले के आदर्शको कुरा गर्छन् त फेरि? त्यो बेकारको कुरा छ। तर उनी रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, डाक्टर साहब, चुनावमा वाचा त धेरै पटक गरे, तर पूरा नगरेको परिणाम उनीहरूले होइन,
जनताले नै भोग्नु पर्यो निरन्तर। हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दछौँ भन्दैछ। पूरा नहुने बात यो सबै जो 15,000 मेगावाट भनेको कहाँ निकाल्ने, 10 लाख रोजगारी भनेको कहाँ ल्याएर दिने, प्रोजेक्ट चाहियो नि त, रोड म्याप चाहियो नि त, कहाँ ल्याएर त्यो गर्ने भने नि छोटी मुख बढी बात बेकार हो। यहाँ केही पनि गर्न सकिँदैन, सत्य यति हो। सामान्य कुरा गरे पनि हामीलाई पुग्छ। जस्तो बालेन शाह उदाहरण छ, उनले सफाई गरिदिए, हामीलाई कति राम्रो लाग्यो। ग्रिनाइट हालिदिए दरबार मार्गमा, हामी कति दङ्ग पर्यौँ। मुख्य कुरा बालेन शाहले चाहिँ घुस खाए भन्ने कुरा हामीले सुन्नु परेन, हामीलाई पर्याप्त भयो। तर सत्य के हो भनेदेखि जस्तो फोहोरको कुरा उनले गरे, उनले गर्नुपर्ने काम त त्यो थियो नि त, त्यो उनले नै कबुल गरे, गर्न सकिँदैन, विदेशी चलखेल हुन्छ। सत्य त्यही हो, केही पनि गर्न सकिँदैन यहाँ। त्यसकारण सबभन्दा पहिला हामीले करार गर्नुपर्ने विषय चाहिँ के हो भने हामी यो गर्नै नसक्ने, हलचलै गर्न नसक्ने अवस्थामा कसरी पुग्यौँ, पहिला यसलाई डायग्नोसिस गर्नु पर्यो। र मिनिमम कुरामा चाहिँ हाम्रो आम सहमति हुनु पर्यो, राष्ट्रिय सहमति। कस्तो गृहनीति हुने, कस्तो राजनीतिक व्यवस्था हुने, कस्तो विदेश नीति हुने, यसमा मतैक्यता हुनुपर्छ। हामी एक मतमा चाहिँ उभिनुपर्छ, मिनिमम कुरा हो त्यो चाहिँ। नयाँ पुरानो भन्ने कुरा हुँदैन यहाँ। तर यहाँ एउटै कुरा के छ भने जसरी पनि म सत्तामा जानु पर्यो, गएपछि म तँलाई देखाइदिउँला। यो सम्पत्ति छानबिन भनेको त्यहीसँग सम्बन्धित छ। जस्तो भारतमा पनि नरेन्द्र मोदीले उनको सबभन्दा ठुलो एजेन्डा नै सम्पत्ति छानबिन गर्ने र उनीहरूको विदेशमा भएको सम्पत्ति चाहिँ फिर्ता ल्याउने भन्ने थियो। यो बहुदलवालाको पनि यही कुरा थियो। यो केपी ओली सेपी ओली भन्ने जो थिए नि हिजोका चाहिँ नेताहरू, राजाको अथाह सम्पत्ति ऐश्वर्यको नाममा स्विजरल्यान्डमा छ, हामी त्यो फिर्ता लिएर आउँछौँ भन्ने एजेन्डालाई विषयवस्तु बनाएर उनीहरू चुनाव जित्ने गर्थे। सबलाई एक घर एक रोजगार भन्थे, हरेकलाई 4 बिघा जग्गा भन्थे। अब अहिले केपी ओली आफैलाई दाँतको ढुङ्गा लाग्यो कि लागेन उनको निर्वाचन क्षेत्रमा? नक्कली चाहिँ लाल पूर्जा दिइएको रहेछ। यो कहिले सक्कली हुन्छ भनेर प्रश्न उठाइसकेपछि उनको बोल्न सक्ने स्थिति भएन। यिनीहरू त्यस्तै त हुने। त्यसकारणले कसले के प्रतिज्ञा गर्यो, कसले के बाचा गर्यो, कसले के चुनाव घोषणा पत्र जारी गर्यो भन्दा पनि त्यो कुराको भायबिलिटी कतिको छ, त्यसको फिजिबिलिटी के हो? किनभने यहाँ जस्तो भनौँ न, यिनीहरूले के गरेका छन् भने यिनीहरूले चाहिँ विदेश प्रभावित भएर लोकतन्त्र ल्याए, 12 बुँदे गरे, जनयुद्ध गरे, यावत कुरा गरे। उनीहरूको बुझाइ के थियो भने विदेशीले निशुल्क हामीलाई जनयुद्ध गर्न दिन्छ, लोकतन्त्र लड्न दिन्छ भन्न ठानेका थिए यिनीहरूले। त्यो भ्रम थियो। जब यहाँ विदेश हाबी भयो, उनीहरू 1 से 1 यहाँका कल कारखानाहरू माथि प्रहार गर्न थाले। ब्रिकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता, ट्रली बस, गोरखकाली रबर, बुटवल धागो, सब यिनीहरूले बन्द गरिदिए। त्यसपछि हाम्रो रोजगारी चाहिँ गुमेको हो। अब उनीहरू चाहिँ रोजगारीको लागि बात, नत्र भने त्यति बेर 2046 सालमा विदेशमा काम गर्न जानेको सङ्ख्या 10,000 पनि थिएन। अहिले 80 लाख पुगेको होला। कतारमा मात्रै होला 5 लाख त। साउथ कोरियामा होला 2 लाख। अब यो कारणले हामी बेरोजगार भएका छौँ। अब यहाँ तपाईँको कुनै पनि उद्योग खोल्नुहुन्छ भने त राष्ट्रपाले 12 लाख नयाँ रोजगारी सृजना गर्ने आफ्नो करार पत्र भनेको छ डाक्टर साहब। ठिक छ, के गर्ने त उसले? रुग्न उद्योग पुनर्स्थापित गर्ने कि नयाँ उद्योग खोल्ने त? जस्तो गिरिजाका पालामा यी फटारले प्रपञ्च गरेर झापाको चारालीमा एउटा चाहिँ मल कारखाना खोल्ने प्रपञ्च गरे, ब्याङ्कबाट लोन प्रवाहित गराए। सायद त्यो पनि उताकै थियो, गिरिजासँगै मिलीभगतमा उनीहरूले यो कुरा गरे। आखिरमा त्यहाँ मल प्रपञ्च गराउने भनेर अरबौं रुपियाँ यहाँबाट चाहिँ विनियोजन गराइदियो। सायद यो चाहिँ विश्वप्रकाश शर्माकै क्षेत्रमा होला। उनी आफै अहिले काङ्ग्रेसका चाहिँ हर्ताकर्ता छन्, उपाध्यक्ष पनि छन्। त्यो मल कारखाना त्यहाँ चाहिँ खोल्ने प्रपञ्च गरेर त्यो मल कारखाना खोल्छु भनेर ब्याङ्कबाट ऋण लिने व्यक्ति कहाँ छ अहिले? त्यो मल कारखानाको स्थिति के छ भन्न सक्छन् त उनले? त्यसकारण यहाँ एउटा चाहिँ बस ल्याउनु पर्यो भने पनि अघि बालेन शाहले भनेको कुरा यहाँनिर चाहिँ मिल्छ। नत्र भने ट्रली बस किन बन्द गर्नु पर्थ्यो ल भन्नु त? ट्रली बसलाई विस्तारित गरेर मेट्रोमा बनाउनु पर्थ्यो त। अहिले मेट्रोको कुरा गर्छन् यिनीहरू। यस्तो हावादारी कुरा नगरेको राम्रो। तर उहाँले अन्त्यमा काबु बाहिरको परिस्थिति बाहेक हामी पूरा गर्न नसकिने बाचा बाँड्दैनौँ,
बरु तपाईँहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौँ भन्दै हुनुहुन्छ फेरि। ठिक छ, भन्न दिउँ न, त्यो त उनीहरूको भन्ने कुरा हो। उनीहरूको कुराको पछाडि नलागौँ, किन हामीहरू उनीहरूको चुनाव प्रचारक पनि होइनौँ। उनीहरूको प्रचारबाजीलाई यो माध्यम बनाउन पनि चाहँदैनौँ। खालि हामी एउटा समीक्षा गरिदिन्छौँ, विवेचना गरिदिन्छौँ। उनीहरूले भनेको कुरा भन्दा पनि त्यसको चाहिँ ग्राउन्ड रियालिटी कति छ त? ल, उनीहरूले चाहिँ कति 10 लाख रोजगारी दिने अरे होइन? 15 लाख 15 लाख केमा दिने त? ल, के खुल्छ त नेपालमा? सिमेन्ट फ्याक्ट्री खुल्छ, जुत्ता फ्याक्ट्री खुल्छ, चप्पल कारखाना खुल्छ, कागज कारखाना खुल्छ, के खुल्छ त? यो गर्छौँ हामी र रोजगार वृद्धि गर्छौँ भन्नु पर्यो, अनि पत्याइन्छ। जस्तो उनीहरूले चाहिँ 15,000 मेगावाट बिजुली भने, त्यसको स्रोत के त? हिजो विगत समय नेकपा भन्नेले पनि 10,000 मेगावाट भन्यो कि 5,000 मेगावाट बिजुली उत्पादन गर्ने भनेको थियो। जुन देशले 100 वर्षमा 3,000 मेगावाट बिजुली उत्पादन गर्न सकेन, त्यो देशले कति वर्ष जाने यिनीहरूको सरकार? त्यो पनि गइहाल्यो भने पनि अधिकतम गयो भने 5 वर्ष होइन? अनि 5 वर्षमा 15,000 मेगावाट बिजुली उत्पादन गर्न सक्छ भन्ने कुरा हामीले पत्याइदिनु पर्ने। त्यो हावादारी कुरा किन गर्दै हिँड्नु पर्यो? निजी क्षेत्रमा जति पनि हाइड्रो चाहिँ लगानी छ त्यसको भन्नुपऱ्यो सुनिश्चितता गर्न सकिएको छैन, पिपिए दिन सकिएको छैन। त्यसको लागि चाहिँ महिनौसम्म चाहिँ फाइल धाउनुपर्छ। कमिसन नखाइकन मन्त्रीले फाइल सदर गर्दैन। कैयौँ वर्षदेखि यो अड्किरहेको थियो। यिनै राजेन्द्र लिङ्गदेन अल्प समयको लागि जलस्रोत मन्त्री भएको बेला बिना घुस चाहिँ सदर गरिदिएको हुनाले बल्ल हाम्रो पिपिए भन्थे एकजना हाइड्रो व्यवसायी मसँग। अवस्था चाहिँ त्यो छ। बालुवामा यिनीहरू कमिसन खान्छन्, यो परिचय पत्र छपाईमा खान्छन्। अनि कसरी 15 लाखको रोजगारी सिर्जना गर्छन्? कहाँबाट सिर्जना गर्छन् त उनीहरू? प्रति व्यक्ति आए पनि $3,000 पुर्याउने भन्ने माने बाबा, के आधारमा त? यहाँ मान्छे अहिले चाहिँ बिमाको रकम, विनियोजित रकम चाहिँ भुक्तानी दिने अवस्था छैन, त्यसलाई रोक्नुपर्ने अवस्था छ भन्छन्। यहाँ ब्याङ्कमा तरलता यति थुप्रिएको छ कि ब्याज घटेर 3% आइसक्यो। ब्याङ्क लगानी गर्न सक्ने स्थितिमा छैन, किनभने लगानी गर्ने बित्तिकै हिल्टन आँखाको अगाडि छ, आयात आँखाको अगाडि छ, बाटबाट नि अस्तित्वमा आइसक्यो। 18वटा संरचना त उसका मात्रै जले। अब आयात होटलको छतबाट खसेकी एकजना इन्डियन महिलाले चाहिँ ज्यान गुमाउनु परेको विरुद्धमा 1 अरबको मुद्दा ठोकिदिएको भन्ने चाहिँ एउटा भारतीयले कहाँबाट ल्याएर दिने त? त्यो अवस्था छ। कसले लगानी गर्छ त यहाँ? त्यसकारण हामीले पहिला के सहमति गर्नु पर्यो भने यो जलाउने काम अब हामी गर्ने छैनौँ। त्यो भन्न सक्ने नैतिक हैसियत यो प्रतिज्ञा पत्र जारी गर्नेहरूसँग छ त? त्यो हो नि त प्रश्न। भन्नु पर्यो। करार पत्र भन्नुभएको छ डाक्टर साहब। जेसुकै गरून्, करार गरून्, प्रतिज्ञा गरून्, घोषणा पत्र जेसुकै गरून्, त्यो हाम्रो मतलबको विषय भएन। तर हिल्टन भोलि जल्छ जल्दैन त? हिल्टनको रेस्टोरेसन हुन्छ? चन्द्रगिरी केबल कार फेरि चल्छ? भाटबटी नै अब जल्ने हो कि होइन त भविष्यमा? रोजगारीका साधनहरू माध्यमहरू त तिनीहरू होला नि त। अनि त्यहाँ भवन्डर खडा गरेर तपाईँ रोजगारी दिने, कहाँ रोजगारी दिने तपाईँ? साझा यातायात फेरि रेस्टोर हुन्छ? साझा प्रकाशनको के हुन्छ? एकाडेमीमा लठैतहरू भर्ती गरेर प्राज्ञहरूको बजार गर्ने, दोकान गर्ने, विभिन्न पदाधिकारीहरू बेचबिखन गर्ने, विज्ञापन गरेर बढाबड गर्ने, त्यो रोक्छन् कि रोक्दैनन् त उनीहरूले? अभ्यास त त्यो छ हाम्रो देशमा। बेकारको कुरा हो यो। ठिक छ, उनीहरूले चाहिँ अब आफ्नो औपचारिकता लागि त्यो कुरा गरून्, हाम्रो तर्फबाट शुभकामना पनि छ। तर काल्पनिक कुरा गरेर नेपाली जनतालाई रणभुल्लोमा पार्नु उचित हुँदैन। वास्तविक धरातलमा उभिनुपर्छ। त्यो भनेको धेरै कठिन छ। यहाँ कष्टसाध्य प्रक्रियाबाट मात्रै ती कुराहरू हुन सक्छन्। हामीले बाटो बिराएर धेरै परसम्म गएको हुनाले अब लगभग फर्किने ठाउँ पनि छैन। कल कारखाना बन्द गर्ने अनि रोजगारी दिन्छु भन्ने त्यस्तो पनि हुन्छ? हिल्टन जलाउने अनि रोजगारी बढाउँछु भन्ने, हिल्टनमा मात्रै 700 को रोजगारी घुम्यो। भाटबडी नि जलाउने, त्यहाँ मात्रै 10,000 को रोजगारी घुम्यो। अनि तपाईँ रोजगारी दिने? कसले पत्याउँछ त्यस्तो कुरा? पहिला क्षमा माग्नुपर्छ राष्ट्रसँग। हामीले जलायौँ वा जलाउने परिस्थिति सिर्जना गऱ्यौँ, यसले गर्दा असुरक्षाको स्थिति भयो, लगानी मैत्री वातावरण हुन सकिरहेको छैन। प्रथम चरणमा हामी एउटा विश्वासको वातावरण र यसको सुनिश्चितताको लागि हामी पूर्वाधार तयार गर्छौँ भन्ने त यो हो नि।
जसले पनि पत्याउँछ त्यो कुरा। काल्पनिक कुरा गरेर बबन्डर खडा गरेर मान्छे यिनीहरूले यही गरे नि त, जनयुद्ध गरेर एमाले सुरुमा के भन्यो, हरेकलाई 2 तोला सुन र 4 बिघा जग्गा दिन्छु भन्यो, दियो त। अहिले 1 तोला सुन किन्न नसकिने स्थितिमा पुर्यायो चिजलाई भनिरहेछ दमक्क जनताले। यत्रो टावर बनायो, वरिपरि तिमीलाई चट्टाबट्टाहरूको जग्गाको मूल्य बढाउने बाहेक यसको के उपयोगिता थियो र भनेको छ। त्यसको जवाब कसरी दिने त? जवाब दिनुभएको छ। उहाँले के भन्नुभएको छ भने राम्रो काम सुरु गर्न साथ सरकार भत्काइहाल्छन्, एक कार्यकाल पूरा गर्न 4 पल्ट प्रधानमन्त्री हुनु पर्यो, भ्युटार चाहिँदैन भन्छन्, आइटी हबको रूपमा विकास गर्ने सोचका साथमा बनाएको। अब यो विचारणीय कुरा भयो। अब यो सत्य हो कि होइन त? राजनीतिक अस्तित्व त छ। त्यसकारण अघि मैले भने राजनीतिक व्यवस्थाका बारेमा हाम्रो बीचमा आम सहमति हुनुपर्छ। कस्तो राजनीतिक व्यवस्था त? अब अहिले पनि केपी ओलीको पार्टीको नाम कम्युनिस्ट छ, प्रचण्डको पार्टीको नाम त नेपाली कम्युनिस्टै छ। अहिले पनि अन्य पार्टीहरू पनि छन्, तर हाम्रो राजनीतिक व्यवस्था के हुने त? अहिले पनि कोही कम्युनिजमको लागि लडिरहेछन्, कोही चाहिँ संघीयताको लागि लडिरहेछन्, कोही स्वायत्तताको लागि लडिरहेछन्। कहाँसम्मको लडाइँ हो त हाम्रो? त्यसमा हामी प्रष्ट हुनु पर्यो। जहाँसम्म केपी ओलीले भनेको कुरा डाक्टर साहब, राम्रो काम गर्न साथ सरकार भत्काइहाल्छन्, एक कार्यकाल पूरा गर्न 4 पल्ट प्रधानमन्त्री हुनु पर्यो उहाँ भन्दै हुनुहुन्छ झापाका मतदातासँग। मानियो त उहाँलाई पनि झोङ चल्ने बित्तिकै मध्यावधि ठोस दिनुभयो। त्यो पनि कसले गरेको? अरूले नै गरेको? आफू कुकर्म गर्ने अनि त्यो अर्काको टाउकोमा थोपरिदिने उहाँले भनेको कुरा हो, तर त्यसको कारण हामी हौँ त। उहाँहरूले के भन्नु भने अनेक कुरा गर्नुभयो, संविधान सभा चाहियो, गणतन्त्र चाहियो, समस्याको जड राजतन्त्र नै हो, यावत कुरा भन्यो। लौ त भन्दै गए, हामीले सबै कुरा दियौँ, सबै कुरा दियौँ। अब हिजो एउटा सिनेमा हेर्न गएको थिएँ के म, बिगुल सिनेमा हेर्न गएको थिएँ। त्यो मूलत राजनीतिक सिनेमा रहेछ। त्यहाँ छोरी रुँदै कराउँदै घर गई। के चाहियो त छोरी अब भन्दा समानुपातिकमा सिट चाहियो। ल हेर्नु, यहाँ ल्यायो उनीहरूले। समावेशीयता गलत थिएन, समानुपातिक गलत थिएन, संघीयता गलत थिएन, धर्मनिरपेक्षता गलत थिएन, गणतन्त्र गलत थिएन, तर अभ्यास त पुरै गलत थियो। गणतन्त्र भन्ने अनि जनताको छोरी राष्ट्रपति भई भन्ने, अनि कस्तो छोरी राष्ट्रपति हुन्छ हामी थाहा पाउँदैन थियौँ। समावेशीयता भन्ने त्यसको आधार के थियो हामी थाहा पाउँदैन थियौँ। धर्मनिरपेक्षता भन्थे, राष्ट्रपति कसरी कुमारी जात्रादेखि भोटो देखाउने हुँदै पशुपतिसम्म पुग्छे, त्यो गर्न पाइन्छ धर्मनिरपेक्ष राज्यमा? रामचन्द्र पौडेलको रूपमा जाउन् न, तर राष्ट्रपतिको रूपमा त्यो गर्न पाइँदैन चाहिँ सङ्घीय यो धर्मनिरपेक्षतामा। धर्मनिरपेक्षता भनेको आफ्नो पक्षलाई देखाउनै नपाइने तर आफ्नो कामकाजमै आफ्नो प्रकारले गर्न पाउने घरायसी व्यवस्था हो धर्मनिरपेक्ष भनेको। त्यो त भएन। त्यसकारण कस्तो आचरण हामीले गर्यौं भन्ने नै समस्याको जड हो। हामीले हाम्रो आचरण सुधार्नुपर्छ। जस्तो व्यवस्था भए पनि केही फरक पर्दैन। सिङ्गापुर चाहिँ डिक्टेटोरियल व्यवस्था थियो, चाइना अहिले पनि डिक्टेटोरियल व्यवस्था हो, मलेसिया पनि एसर्टिभ रुल नै हो, केही पनि फरक परेन। अहिले अमेरिका लोकतन्त्र भनिएको छ नि त, लोकतन्त्र हो त अमेरिकाको? राष्ट्रपतिले जे चाहे त्यो हुन्छ त्यहाँ। लोकतन्त्रमा त्यस्तो हुन्छ? तर त्यो परिपाटीबाट उनीहरू त्यहाँसम्म पुगे। विकास, निर्माण, विज्ञान, प्रविधि, अन्वेषणको प्रतिफल आम जनतालाई दिन सके। चाइनाको कुरा पनि यही हो। हामीले आम जनतालाई केही पनि दिन सकेनौँ। त्यसपछि हामीमा असन्तुष्टि छ। र के तपाईँ नै भन्नु न, पढाएको छ नि त, आइए बिए त पढाएको छ भाइले पनि। के दियो त राज्यले भन्छु नि म पत्रकारलाई? न एउटा रोजगारी दिन्छ, न एउटा बिमा दिन्छ, न एउटा शिक्षा दिन्छ, न एउटा स्वास्थ्य दिन्छ। के चाहिँ दियो त भने नि पूर्वजहरूले दिएको यो भूगोल, आमा बाबुले एउटा बुकुरो जोड दिएको हुनाले ओतसम्म लाग्न पाइयो। भविष्य के छ त हाम्रो? यो हो नि त, यो परिणाम हो, कारण यिनीहरू हुन्। सिंहदरबार जल्नु परिणाम हो, कारण उनीहरू हुन्। अब हामी विवाद गरौँ, रिस उठ्यो भनेर, केपी ओलीसँग झोङ चल्यो भनेर सिंहदरबार जलाउन पाइने कि नपाइने? देवराज घिमिरेसँग झोङ चल्यो भनेर पार्लियामेन्ट हाउस जलाउन पाइने कि नपाइने? प्रकाशमान सिंह राउतसँग झोङ चल्यो भनेर अदालत जलाउन पाइने कि नपाइने? प्रकाशमान त भोलिबाट विधामा बस्छन्, सकियो नि त उनको त कथा।
उनले सही गरे कि गलत गरे त? त्यसो भने जलाएको हिसाबले गलत गरे। अब निर्वाध उनी त्यहाँबाट बाहिर निस्किँदैछन् भन्नुको मतलब सही गरे। गलत कि सही हो त? त्यसो भने कहिल्यै मुद्दाको फैसला हुँदैन। यो कस्तो परिपाटी हो त? त्यो आक्रोश, त्यो घृणा त जनतामा, न्यायका उपभोक्ताहरूमा थियो। अब हामीले त्यो थियो भन्दैमा अदालत जलाउने कि न्यायाधीशलाई कारबाही गर्ने त? कारबाही गर्दाखेरि पनि उसलाई जिउँदै सडकमा ल्याएर जलाउने कि विधिको शासनमा नियमअनुसार कारबाही गर्ने त? यस्तोमा एउटै डिबेट छैन। 15,000 मेगावाट बिजुली ल्याउँला, 15,000 रोजगारी दिउँला, इत्यादि गरौँला, त्यस्तो मुला हुन्छ, गरिनेछ, हेर्दै जाउँला। यस्तो कुराको भर गर्दा गर्दै हामीले 100 वर्ष बित्यौँ, आखिर केही पनि भएन। हुनु पर्यो नि बाबा, मेरो गुजीमा केही कुरा आउनु पर्यो। यत्रो प्रोफेसर छु होइन, एउटा साइकल किन्न सक्दिनँ। मेरो वास्तविकता यही हो नि। बिजुलीको पैसा तिर्नु पर्यो, पानीको पैसा तिर्नु पर्यो, टेलिफोनको पैसा तिर्नु पर्यो, भ्याट तिर्नु पर्यो, सानो एउटा प्रमाणपत्र लिनु पर्यो, वडा कार्यालयबाट 2500 रुपियाँ तिर्नु पर्यो। अनि कहाँबाट ल्याएर तिर्ने त मैले? अब ल, यो मेरो कुरा भयो। तर यहाँ 1 रुपियाँ तलब नखानेको, म यहाँ 50,000 को खानेको कुरा गर्दैछु। 1 रुपियाँ तलब नखाने मैले सोधेँ भाइलाई पनि। अब ल भाइको चाहिँ, भाइको त गरिसक्यो होला, भाइको पनि भाइ होला, बहिनी होला, त्यसको बिहा गर्नु पर्यो। मिनिमम सुन कति ल भन्नु त? मिनिमम 2 तोला। 2 तोला कति पर्छ? 6 लाख पर्ने भयो। कहाँबाट ल्याउने त त्यो? अब यो जुनीमा सम्भव भयो त? बाध्य भएर उसले चाहिँ व्यक्तिगत निर्णय गरेर बिहा बटुलोमा जानु पर्यो। पऱ्यो कि परेन भने सांस्कृतिक माथि हमला हुने भयो। संस्कृति अनुसार कन्यादान गर्ने चलन छ हाम्रो। वैवाहिक प्रणय सूत्रमा बाँधिने विधि प्रक्रियाहरू छन्। अब त्यो गर्नै सकिँदैन। अब यसरी चाहिँ हाम्रो संस्कार संस्कृतिमाथि चाहिँ हमला भइरहेछ राजनीतिको कारणले, आर्थिक असक्षमता र असफलताको कारणले। अर्कातिर उनीहरू ऐया भन्न पाएको छैन। एम्बुलेन्स लिएर चाहिँ सिङ्गापुर पुग्छन्। भर्खर शेरबहादुर देउबा सिङ्गापुर पुगेर फर्केर आए। अनि आम जनता चाहिँ 5 चोटि प्रधानमन्त्री भए। उनले पनि भनिरहेछ म जम्मा 5 वर्ष भए, 5 चोटि भए पनि पुरा अवधि 5 वर्ष हो भनिरहेछन्। ओलीको कुरा पनि यही हो, सत्य कुरा यही हो। त त्यो त हामीले गरे होइन नि त। उनीहरूले के भने अघि पनि भन्दै संविधान सभाबाट संविधान दिनु पर्यो, गणतन्त्र ल्याउनु पर्यो, धर्मनिरपेक्षता ल्याउनु पर्यो, समावेशिता ल्याउनु पर्यो। त्यसको अभावमा यो सब भएको भनेपछि लास्टमा उनीहरूले के गर्दा पनि हुँदैन त के हो भन्यो। हामीले चाहिँ सुविधाको बहुमत पाएनौँ भने लामर भनेर हामीले 2/3 दिउँ कि दिनौँ? अनि त्यसलाई किन व्यवस्थापन गर्न नसकेको त? त्यो हामीले हो र गरे। त्यस कारण उनीहरूले हात उठाउनुपर्छ। उनीहरू असफल नेतृत्व हुन्। उनीहरूको कारणले यो स्थिति आएको छ। पहिलो शर्त भनेको असफल नेतृत्व त्यहाँबाट पन्छिने हो। अरू गफ गर्नेको केही अर्थ भन्दैन। अब जहाँसम्म भेउटारको कुरा डाक्टर साहब, भेउटार चाहिँदैन भन्छन्, आइटी हबको रूपमा विकास गर्न साथमा बनाएको भन्ने उहाँको कुरा चाहिँ। अब त्यो हो भने त्यसको रोडम्याप पनि जनसमक्ष प्रस्तुत हुनु पर्यो नि त। जस्तो मलाई आज एउटा साथीले के भन्यो भनेदेखि घर घरमा चाहिँ ग्यासको पाइप पुर्याउँछु केपी ओलीले भनेको कुरा हास्यको विषयवस्तु भन्यो। मलाई नै पनि त्यस्तै लाग्यो। अब पानी जहाज चलाउँछु यावत कुराहरू भने। अहिले नारायणगढमा एउटा क्रुज मैले अस्ति नै देखेर आएँ। त्यहाँबाट एउटा कति 50-60 किलोमिटर कति हो नि त्यहाँ चाहिँ त्यो क्रुज चल्छ भन्ने कुरा मैले सुने। म वास्तवमा झस्केँ। त्यसपछि दैलेखको अहिले अनुसन्धान गरिओरी 50 वर्षको लागि त्यसले चाहिँ ग्यास फाल्छ भन्ने कुराहरू आयो। अब मैले त्योसँग रिलेट गरेर यो कुरा भनेको थिएँ भनिदिनु पर्थ्यो नि त। पहिला उनीहरू के गर्छन् भनेदेखि रेलवे विभाग खोल्छन् र एउटा झोले कार्यकर्तालाई लगेर महँगो तलब भत्ता सुविधा सहित चाहिँ त्यसको एमडी बनाउँछन्। मान्छेको तारो त त्यो टिकट काउन्टर समेत बनाइयो नि डाक्टर साहब। अनि हो यसपछि हामीमा अविश्वास आएको हो नि त। सरकार ढाल्ने नढाल्ने भन्ने भन्दा पनि यसपछि हामीलाई अविश्वास आयो नि त। त्यसकारण यो चाहिँ दैलेखको उत्खननसँग सम्बन्धमा एउटा युवाले मलाई के भन्यो भनेदेखि वास्तवमा त्यहाँबाट चाहिँ ग्यास निकाल्ने अनि घर घरमा पाइप प्रवाहित गर्ने कुरा थियो। पूर्ण अवधि उनले कामै गर्न पाएनन् त कसरी घर घरमा ग्यास पुग्न सम्भव हुन्थ्यो भनेपछि म फेरि झस्केँ। वास्तवमा केपी ओलीसँग कुनै भिजन थियो कि क्या हो भन्ने पनि लाग्यो मलाई। तर उनका फाल्तु तुक्काहरू, हावादारी गफहरू होइन, जनतालाई अन्डरमाइन गर्ने, सहयोद्धाहरूलाई उपेक्षा गर्ने होइन, उपयुक्त पात्रलाई चाहिँ कहिले पनि प्रवर्धन नगर्ने, त्यो हावादारी उनको चाहिँ शैलीले गर्दाखेरि यिनी हावादारी कुरा गर्छन् भन्ने हामीलाई लाग्यो त लाग्यो। अब के गर्ने? त्यस्तै लाग्यो हामीलाई। अनन्तकालसम्म चाहिँ
सत्तामा बसिरहनु पर्ने? किन बसिरहनु पर्ने? त्यसको के तर्क छ त? उनको फाइदासँग जोडियो भन्ने लाग्यो हामीलाई। त्यसपछि मान्छे जे पनि भन्न थाल्यो, यो हो नि त कुरा त। यसको कारण उनीहरू नै हुन्। अब प्रचण्ड कुरा के हो डाक्टर साहब? जेनजीका मुख्य नेताले प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन् र चीन र भियतनामको मोडल पढ्यौं, रुकुम पूर्व नेपाली समाजवादको उर्वर भूमि बन्न सक्छ भन्दै हुनुहुन्छ उहाँ। त्यो पनि अर्को हावादारी कुरा भयो हैन। अब प्रधानमन्त्री भन्दा परतिर त यिनीहरू हिसाबै गर्दैनन्। उनीहरूले हात उठाउनुपर्छ क्या। उनीहरूको कारणले हामी आज दुःख पाइरहेछौँ। त्यो दुःख दिनेमा एक नम्बर प्रचण्ड नै हुन्। अरूहरूले पनि भनेको मैले सुने। अहिले जो राजनीति बिग्रिरहेछ यसको मूल पात्र भनेको नै उनको पल्टुराम प्रवृत्ति हो। उनले यो पल्टुबाजी नगरिदिएको भएदेखि आजको दिन नै आउने थिएन। तर त्यो पदमा रहँदाखेरि चाहिँ अहिले जुन गर्दैछन् रुकुम पूर्व, पश्चिम, भियतनाम उनी इत्यादि, अब जनताको घरमा अब भान्सामा बसेर खाना खाँदैछन्, बाटोमा बसेर खाना खाँदैछन्, अब घरि केरा खाँदैछन्। प्रचण्ड त्यो शैलीमा छन् डाक्टर साहब अहिले रुकुम पूर्वमा। त्यो त चुनावी नाटक हो, त्यसको कुरै नगर्नु बाबु। त्यो गतेजको त्यो 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 एकदम घटिया कुरा हो। त्यो आफू पारमा हुँदा सिन्के नमाच्ने, उनलाई एउटा भेट्नको लागि मात्रै मान्छेले 2 वर्ष पर्खिनु पर्ने, अनि घरमा जाने कुरा गुड्डी हाँक्ने, अहिले छोरा बुहारी सारा वरिपरि राखेर होइन, रिसोर्ट चारेर जाँडको संस्कृति हुल्ने, रिसोर्टको संस्कृति हुल्ने, अनि अब अहिले म गरिबको घरमा गएँ, म दादाको घरमा गएँ भनेर रुने, अझै त्यो कुरा तपाईँ सोध्ने, त्यसको उत्तर मैले दिनुपर्ने, बेकारको कुरा हो यो शैली चाहिँ के हो नि? अब मतदाताको भान्सामै पुगेका छन्, बाटोमै बसेर खाना खाएका छन्। नाटक हो। मैले भने नि नेपालमा रिसोर्ट कल्चर हालेको कसले भन्नु त? या के यतिमा पार्टीको के अरे यो जनसभा गर्न सिकाएको कसले? सिकुटे रिसोर्टमा महिनै पछि गएर जाँड धोक्ने संस्कार सिकाएको कसले? त्यस्ताले यस्तो कुरा गर्ने? चुनावको बेला छ, फेरि हाम्रो चुनाव बदनाम गर्यो भन्लान् बाबु। यस्तो प्रश्न नसोध्नु भने अघि भने मैले सजिलो सोध्नु भनेर हाम्रो कमरेडलाई। प्रचण्डको कुरा चाहिँ डाक्टर साहब प्रचण्डकै त कुरा हो यो। अब रिसोर्ट सिकुटे कल्चर त्यो नगरकोटमा गएर उत्तानो टाङ्लाउने यिनीहरू नै होइनन्। यिनीहरूको वास्तविकता त त्यो हो नि त। अब अहिले 2 दिन चाहिँ चुनावमा गएर अब यहाँबाट चितवनको मान्छे जो पान्तले घर बनाएर काठमाडौँ बस्छ, अनि रुकुममा गएर जनताको घरमा गयो भने कुरा कसले पत्याउँछ? त्यस्तो कुरा रुकुमबाटै डेभलप हुने हो, ताप्लेजुङबाटै डेभलप हुने हो। तर उहाँ रुकुम पूर्वबाटै नेपाली समाजवादको उर्वर भूमि बन्न सक्छ भन्ने कुरा गर्दै हुनुहुन्छ। त्यो उनको कुरा हो, त्यो छोडिदिउँ। त्यो अन्जु पन्तको गीत जस्तै हो। गीत सुन्दा मजा त आउँछ, तर सोचे जस्तो कहाँ जिन्दगी हुन्छ र? अन्जु पन्तले नै रोएर जीवन काट्नु पर्या होला, गीतमा गाए जस्तो जिन्दगी हुन्छ र भने? त्यो बेकारको कुरा हो। त्यो जनतालाई भुल्याउने कुरा हो, त्यो भ्रम हो। त्यो कमसेकम हामी त्यस्तोमा पर्नु हुँदैन। अब केपी ओली पनि त अहिले घर घर पुगिराखेका छन्। हिजो उनको दरबारमा भेट्नको लागि मान्छेले 2 वर्ष कुर्नु पर्थ्यो। भर्खरै मैले एउटा पूर्ण ओली भन्ने सेनाको कर्नेलको किताब विमोचन गरेका थिएँ चिफ गेस्ट भएर। कसरी उनलाई चाहिँ त्यो गौरी रिमाल भन्ने केपी ओलीको राजनीतिक सल्लाहकारले दुर्चान गरेका थिए, अपमानित प्रताडित गरेका थिए भन्ने कुराको फेरिस त्यहाँ थियो। उनीहरूको वास्तविकता त्यो हो नि त। किनभने त्यो अनुभव मलाई नै पनि छ। उनीहरू त्यस्तो गर्थे। अब अहिले घर घरमा गए भन्ने कुरा पत्याउने कसले हो? यो उनीहरूको चुनावको मुखमा यो भनिदिनु हुँदैन कि बाबु? अलिक सजिलो सोध्नु न, नेतालाई विषय नबनाउनु। अलिक कुनै भुवन केसीको कुरा सोध्नु, रेखा थापाको कुरा सोध्नु, त्यस्तो सोध्नु न कहिलेकाहीँ त। मान्छेले रमाइलो पनि मानुन्। सुरेन्द्र केसी प्रहार गर्छ भन्छन्, फेरि 1.5 अकलेहरू त्यहाँ गरेर बसेका हुन्छन्। फेरि लठैतरु यो केपी यो दुर्गा प्रसाईको मान्छे हो भनिदिन्छन् त्यहाँ। अब त्यस्ताका छेउमा अनि मलाई घानमा हाल्दिन, सजिलो सोध्नु न। हजुर डाक्टर साहब, जनताहरूले प्रश्न चाहिँ गर्न थाले नि उम्मेदवारलाई। रवि लामिछानेलाई पनि चितवनका जनताले प्रश्न गरेका छन्। घरदैलोमा रवि लामिछाने पुग्दाखेरिमा जेलबाट कैदीबन्दी निकाल्न तपाईँले नेतृत्व गरेको हो भन्ने जनताको प्रश्न आयो। रवि लामिछाने भन्दैछन्, डाक्टर साहब म भन्दा 1 किलोमिटर पर बसेका नेतालाई हेलिकप्टरबाट भगाइयो, उनीहरू असुरक्षित भएर भागे, म सुरक्षित स्थानबाट लखेटिएँ, जेलभित्र बसेको मान्छेलाई जबरजस्ती जा भनेर पत्र थमाएपछि के गर्ने भनेर रवि लामिछाने भन्दैछन्। अब यो रवि लामिछानेको पर्सपेक्टिभ भयो। मैले सुनेको त उनको लागि एउटा सेतो गाडी लगिएको थियो। म त्यो गाडीमा चढ्दिनँ,
त्यो होल भएको के अरे त्यो गाडीको नाम के हो? सनप्रुफ हँ? सनरुफ। माथि निस्किन मिल्ने डाक्टर साहब। त्यस्तो गाडी मलाई चाहियो भनेर उनले वेट गरे। त्यसपछि त्यो गाडी कुनैले कसैले पठाइदियो। त्यसमा उनी यसो गरेर गणेश मानको स्टाइलमा बाहिर निस्किरहेको थिए। हामीले देखेको थियौँ यो हो। अब उनले भनेको र देखेको बिचमा कति चाहिँ फासला छ, त्यसलाई पहिला हामीले चाहिँ मिटिगेट गर्नु पर्यो। त्यसपछि यो प्रश्नको उत्तर आउँछ। जहाँसम्म उनलाई दिएको चिठीको कुरा छ त्यो फेक भन्ने भएको छ। यदि त्यो सत्य नै हो भने पनि दबावको कारणले भन्ने भएको छ। यस्तो त रेशम चौधरीलाई थुन्दा पनि भयो। त्यो चिठी कसले लेखेको? हठात रेशम चौधरी कसरी जेलमा आइपुगे? त्यस कारणले यिनीहरूले जस्तो कर्म गरे त्यस्तो फल पाउँदै गरेको मात्रै स्थिति हो। त्यस्तै प्रश्नहरू तेर्सिँदै गरेको स्थिति मात्रै हो। मुख्य कुरा यी सबै परिणामहरू मात्रै हुन्। यसको कारण धेरै रहस्यमा छ, धेरै पर छ, भित्र छ, गहिरो छ। बालन शाहले अघि भनेको कुरा पनि त्यही हो। बालन शाहको त्यो प्रश्न र यो हरकतको बिचमा ठुलो तालमेल छ। तर यी गम्भीर प्रश्नहरू हुन्। यी प्रश्नहरूको उत्तर र विचार विमर्श गर्ने हैसियतमा हामीहरू आफै पनि छैनौँ। किनभने ज्यानको खतरा छ अहिले देशमा। ज्यान बचाउने कुरा हो बाबु। ज्यान रहे लाख हुन्छ नि। सजिलो प्रश्न सोधौँ न। आज भाइको किन मुड अलिकति कडा छ कि क्या हो? स्ट्रङ प्रश्न आउँछ त। त्यही भन्दैछन् रवि लामिछाने डाक्टर साहब चितवन 2 का मतदातासँग। म कहाँ भागेको हो र मलाई पत्र थमाएर म बाहिर निस्केको हो। अब हेलिकप्टरमा अरू नेताहरू भागे, म पनि असुरक्षित भए, मलाई पनि पत्र थमाएर निकालियो भन्दैछन् उनी। भागे त अनि सुरक्षा निकाय के हेरेर बसेको थियो त? फेरि त्यो बन्दुक कहाँ गएको थियो त? अनि त्यस्तो कुरा गरे पनि हुँदैन। कडा प्रश्न नगरौँ आज, एकदम वातावरण ठिक छैन। अब गगन थापाको कुरा गरौँ डाक्टर साहब। त्यसो भए गगन थापाले कीर्तिपुरको डाँडामा बसेर 2 लाख कमाउन सकिन्छ भनेर ट्रोल भन्नुभएको थियो। उहाँले अहिले त्यही डिजिटल रोड म्याप अगाडि सार्नु भएको छ। 5 वर्षभित्रै 4 खर्बको आइटी सेवा निर्यात गर्न सकिन्छ, 2 लाखलाई रोजगारी दिन सकिन्छ, ल्यापटप चलाएरै मासिक 3-4 लाख कमाउन सकिन्छ भन्दा ट्रोल गरियो। यो हावादारी होइन, मेरो सपना हो भन्दै हुनुहुन्छ। यो सत्य कुरा हो। अब हो यसरी रोडम्याप सहित आयो भनेदेखि त्यो कुरालाई हामीहरूले चाहिँ थम्सअप गरिदिन्छौँ। वास्तवमा अहिले घरमै बसेर मान्छेहरू सर्भिस गर्छन्। यो कुरा सत्य हो। यो विश्वव्यापी रूपमा अमेरिकाबाट आएका साथीहरू पनि हामीहरू यहीँबाट काम गर्छौँ, महिनाको 1.5 लाख कमाउँछौँ भन्छन्। तर यो प्रविधिसँग सबै नेपाली त जोडिन सम्भव भएको छ कि छैन त? जहाँ चाहिँ लोड सेडिङ हुन्थ्यो 17 घण्टा, त्यस्तो स्थिति थियो। मोबाइलको चार्ज गर्नको लागि हामीले तडपिनु पर्थ्यो। अब हामी यहाँ 15,000 मेगावाटको गुड्डी हाँक्दैछौँ। निकट विगत त हाम्रो त्यो हो नि त। त्यसकारण गगन थापाले भनेको त्यो कुरा विचारणीय छ। तर प्रविधि मैत्री त्यसको फिजिबिलिटी कति छ त? ल्यापटप हामी प्रोभाइड गर्न सक्ने स्थितिमा छौँ कि छैनौँ त? हाम्रो चाहिँ आय स्थिति के छ त? म जस्तो मान्छेलाई यी सुविधाहरू सम्भव छैन। म जस्तो मान्छेलाई, आम मान्छेको कुरा के होला त? अघि 2 तोला सुनको कुरा गऱ्यौँ हामीले। त्यो एफोर्ड गर्न सक्ने अवस्थामा हामीहरू छैनौँ। त्यसकारण समग्रमा नै हामीले हाम्रो आर्थिक नीति, हाम्रो विकास नीति, हाम्रो सहरीकरणको नीति, आज गाउँ उजाड छन्। बिहान मात्रै 5 खालबाट एउटा भाइ आइरहेको थियो। कुनै गाउँमा जाँदाखेरि चाहिँ जनसङ्ख्या छैन। हिजो एउटाले कुरा भनिरहेको थियो मलाई साथीले, 2.5 सम्मको चाहिँ पपुलेसन ग्रोथ हो हाम्रो विगत समयमा। अहिले त्यो खुम्चेर चाहिँ 0.95 मा आइरहेछ हाम्रो चाहिँ ग्रोथ रेट, पपुलेसन ग्रोथ रेट। पपुलेसन डिभिडेन्ड थियो हिजो, अहिले पपुलेसन नेगेटिभमा गइरहेछ हाम्रो। मेन पावरको कमी हुन्छ अब यहाँ। दुर्गा प्रसाईले भनि नै राखेको छ यो मेडिकल पोलिसीले गर्दाखेरि अब नर्स फिलिपिन्सबाट ल्याउनुपर्छ भनेर। नर्स फिलिपिन्सबाट ल्याउनु पर्यो भने एउटा इन्जेक्सनको कति पर्ला त कस्ट? त्यो हो नि त हाम्रो रियालिटी त। त्यसकारण हामीले यो जुन विकासको मोडल छ यो पनि चेन्ज गर्नुपर्छ। सबै चाहिँ ग्रामीण इलाकाबाट मानिसहरू सहरीकरणतिर लागे। उर्वर भूमि सबै चाहिँ यो सिमेन्टमा चाहिँ रूपान्तरित भइसक्यो। सिटी अफ कङ्क्रिट काठमाडौँ। बिस्तारै पानीको समस्या हुन्छ। सगरमाथाको तीरमा बस्ने हामीहरू काँसीको पानीको बोतल खाएर चाहिँ काम चलाउँछौँ। मेलम्ची 13 अरबको थियो, 72 अरबमा बल्ल बल्ल हो कि भन्ने छ, तैपनि सफल जस्तो लाग्दैन। यी हुन् नि त बाबु तात्विक कुरा त। काल्पनिक कुरामा हामी किन लाग्ने भने?
बेसिक कुरा यो होइन भने बेसिक कुरामा हामी उभिनु पर्यो। डाक्टर साहब, अब चुनावको मुखमा छौँ। उम्मेद्वारहरूको मत माग्ने शैली सामाजिक सञ्जालमा अहिले चर्चाको विषय पनि बनिराखेको छ। कोही उम्मेद्वारहरू मकै भोट्दैछन्, कोही उम्मेद्वारहरू चाहिँ उखु बोक्दैछन्, कोही उम्मेद्वारहरू चाहिँ घर बनाउने ठाउँमा गएर मिस्त्रीको काम पनि गर्न भएका छन्, कोही माला लगाएर उम्मेद्वारहरू अलिकति रमाइलो पारामा पनि हिँडिराखेका छन्। डाक्टर साहब, यो उम्मेद्वारहरूको चाहिँ जुन विभिन्न किसिमका हरकतहरू आइरहेका छन् नि, यो सबै चुनावी नाटक मात्रै हुन् कि यसमा केही खास कुरा पनि छ? होइन, त्यो बारेमा त हामीले अघि पनि उल्लेख गर्यौँ नि त होइन। बालेन शाहको, अर्को रवि लामिछानेको, प्रचण्डको सबै कुरा गरिसक्यौँ नि त होइन। अब 5000 उम्मेदवार होला नि, सबैको कुरा गरेर त साध्य हुँदैन। तर बिहान मैले एउटा भाइरल भिडियो देखेको थिएँ, ऋषि धमलासँग जोडिएको थियो र रौतहटमा आम रौतहटवासीहरू चाहिँ मैदानमा दिशा गरिराखेको देखाइएको थियो। त्यो खास्टो ओढेको थियो माथिबाट, उनीहरू दिशामा बसिरहेको थिए, समाचार सम्प्रेषण चाहिँ ऋषि धमला गर्दै थियो। त्यो हो नि त आजको मुख्य हाम्रो प्रचारको मैले देख्दा क्रक शब्द प्रोपोगेन्डा चाहिँ त्यो हो। आज एउटा टोयलेट छैन मान्छेसँग, देशमा प्रधानमन्त्री भइसकेको व्यक्ति तिम्रो रौतहट भन्दा त हाम्रो झापा कहाँ छ भनेर गौरव गर्छ। उसको कारणले रौतहट त्यस्तो भएको होइन। त्यस कारणले मुख्य कुरा त यो प्रचारको मैले देख्दा सबभन्दा ठुलो व्यङ्ग्य चाहिँ यो हो। अब अरू सबै त यो यासिका तामाङदेखि लिएर अब प्रचण्डसम्मले, बालेन शाहदेखि चन्द्र भण्डारीसम्मले, चन्द्र भण्डारीको झोक तपाईँले देख्नुभयो नि, त्यही झोकले उनको चुनाव घुम्दैछ भन्ने खबर आयो। साथी हुन्, गलत प्रचार भयो भन्ने होला। माधव ढुङ्गेलको फोन आइरहेको थियो बिहान रामेछापबाट, प्रेम आलेको खबर आइरहेको हुन्छ, डाक्टर साहब म पनि यहाँ छु है भनेर। अब फेरि प्रचार गरेको अर्थ लागिदिएला फेरि कति ठाउँमा। आजदेखि त प्रचार पनि खुल्ला भयो पाइने भन्ने कुरा छ। त्यस कारणले अब लडौँ साथीहरू, शुभकामना भनिदिएको। कहाँ एउटाले भन्दै थियो तपाईँले त फल्नु चितवनमा एकजना उम्मेदवार आएर चाहिँ भेटघाट गरिन्, किन शुभकामना दिनुभएको? तिनीहरूले त हार्नुपर्छ। ए बाबा तैँले हार्नुपर्छ त मैले भन्न मिलेन नि, गुरु जस्तो मान्छे हुँ, सबैप्रति मेरो शुभेच्छा छ भन्ने त एउटा मिनिमम त्यो त एटिच्युड हो नि त। तर गोर्खालाई के लाग्छ भने उसलाई मात्रै मैले जय जयकार गरिदिनुपर्छ, किन ऊ झोले भएको हुनाले मलाई पनि झोले बनाउन चाहन्छ, तर म झोले हुन सक्दिनँ, चाहन्न पनि। त्यो हो नि त कुरो त। डाक्टर साहब, चुनाव चाहिँ हुने भयो होइन? अब सायद हुन्छ होला। अब चाहिँ हिजो पनि केपी ओली हुन्छ भन्न त सकिँदैन नै भन्दै थिए। अब आजदेखि त प्रचार प्रसार देखियो, सेनाले यिनीहरूलाई वार्निङ दिइ पनि सक्यो, विचार गराए केटा हो भनि पनि सक्यो, दुर्गा प्रसादलाई लगेर थुनी पनि सक्यो। सायद यिनीहरू अब चुनाव गराउनेपट्टि छन्। हस्, समय र सम्वादलाई धन्यवाद। ल, धन्यवाद।